नमस्ते, म यमुना मगर पिनाकल एजुकेसन सूर्य विनायक भक्तपुरबाट। आज चाहिँ म हजुरहरूलाई जापानिज ल्याङ्ग्वेज मिनानो निहंगो तेन मारु सिकाउन गइरहेको छु। मैले हिजोको भिडियोमा चाहिँ हजुरहरूलाई हिरागाना काताकाना सिकाएकी थिएँ र आजको भिडियोमा चाहिँ हजुरहरूलाई म तेन मारु सिकाउन चाहन्छु। अब तेन मारु चाहिँ केमा लाग्छ होला त? हिरागानामा मात्र अथवा काताकानामा मात्र? दुवैमा लाग्छ तेन मारु है त। अब हेर्नु है त हिरागानाको तेन कामा तेनलाई चाहिँ गा भन्नु पर्यो है। गा कीमा तेन लागेपछि गी भन्नु पर्यो। कुमा तेन लागेपछि गु केमा तेन लागेपछि गे भन्नु पर्यो। का की कु के को। अब कोमा कोमा तेन लागेपछि गो। का की कु के को भनेर पढाएको थियौँ हामीले हिरागानामा। अब यसलाई नै तेन लगाएपछि चाहिँ गा गी गु गे गो। गा गी गु गे गो। अब हाम्रो सामा सा भनेर पढाएको थियौँ हामीले। अब यसलाई तेन लगाएर जा भन्नु पर्यो। जा सीलाई तेन लगाएर जी भन्नु पर्यो। सुलाई तेन लगाएर जु। सुलाई तेन लगाएर जु भन्नु पर्यो। सेलाई तेन लगाएर जे भन्नु पर्यो। सोलाई तेन लगाएर जो भन्नु पर्यो। जा जी जु जे जो तेन लगाएर है त। तेन लगाएर अनि तेन नलगाइकन चाहिँ सा सी सु से सो भन्नु पर्यो। तेन लगाएपछि चाहिँ जा जी जु जे जो। अब हाम्रो ता ती तु ते तोमा है त। ता हामीले यसलाई ता भनेर पढेको थियौँ। अब यसलाई तेन लगाएपछि चाहिँ दा भन्नु पर्यो। दा अब ची अब चीलाई तेन लगाएर जी अथवा दी भन्दा नि भयो। जी अथवा दी। अनि चुलाई तेन लगाएर जु अथवा दु। जु अथवा दु। अनि तेलाई तेन लगाएर दे। तोलाई तेन लगाएर दो। ता ची चु ते तो। अब तेन लगाएपछि चाहिँ दा दी जी अथवा जु दु अथवा दे दो भन्नु पर्यो। दा दी दु दे दो। अब हाम्रो हालाई तेन लगाएर बा भन्नु पर्यो। यसलाई चाहिँ अब बा। हिलाई तेन लगाएर बी भन्नु पर्यो। हिलाई तेन लगाएर बी भन्नु पर्यो। फुलाई तेन लगाएर बु भन्नु पर्यो। बु। हेलाई तेन लगाएर बे भन्नु पर्यो। अब होलाई
होलाई तेन तेन लगाएर बो भन्नु पर्यो होलाई तेन तेन लगाएर बो हा हि फु हे हो अब यसलाई चाहिँ तेन तेन लगाएर हामीले बा बी बु बे बो अब हाम्रो मारो है त हिरागानामा हा यसलाई हामीले हा भनेर पढेको थियौं अब यसलाई हामीले तेन मारो लगाएपछि पा भन्नु पर्यो पा पा अनि हि हामीले हि भनेर पढेको थियौं अब यसलाई चाहिँ मारो लगाएर पी भन्नु पर्यो पापी फु फु अब यसमा फुमा मारो लगाएर पु भन्नु पर्यो हे हे अब हेमा पनि मारो लगाएर पे भन्नु पर्यो पे पे अब हो हो होमा पनि मारो लगाएर पो भन्नु पर्यो हा हि फु हे हो जम्मा मारो चाहिँ हा हि फु हे होमा मात्र लाग्छ यसमा पनि मारो लगाएपछि पा पी पु पे पो भन्नु पर्यो पा पी पु पे पो अब हाम्रो कातागानाको चाहिँ तेन तेन मारो है कातागानामा लगाउने तेन तेन मारो कुनमा लाग्छ त हिरागानामा जस्तै कामा सामा तामा र हामा र अहिले हामी लेखौं कामा कातागानाको का कातागानाको पनि कामा तेन तेन लगाएपछि गा गा अब की कीमा पनि तेन तेन लगाएपछि गी कु कुमा पनि तेन तेन लगाएर गु भन्नु पर्यो गा गी गु अब केमा पनि तेन तेन लगाएर गे भन्नु पर्यो हिरागानाको जस्तै गे अब कोमा पनि तेन तेन लगाएर गो भन्नु पर्यो का की कु के को अब यसमा तेन तेन लगाएर गा गी गु गे गो गा गी गु गे गो अब हाम्रो सामा पनि तेन तेन लगाएर जा भन्नु पर्यो जा हिरागानाको जस्तै सीमा पनि तेन तेन लगाएर जी भन्नु पर्यो जी सुमा पनि तेन तेन लगाएर जु भन्नु पर्यो जु से अब से सेमा पनि तेन तेन लगाएर जे भन्नु पर्यो जा जी जु जे अब सोमा पनि तेन तेन लगाएर जो भन्नु पर्यो सा सी सु से सो जा जी जु जे जो भन्नु पर्यो अब सा सी सु सोलाई नै तेन तेन लगाएर जा जी जु जे जो भन्नु पर्यो अब हाम्रो कातागानाको तामा है त तामामा पनि तेन तेन लगाएर दा भन्नु पर्यो हामीले अब यसले दा अब तीलाई पनि चीमा पनि अब तेन तेन लगाएर दी अथवा जी भन्नु पर्यो है त अब चुमा पनि तेन तेन लगाएर जु अथवा दु भन्नु पर्यो है त जु अथवा दु
दुईटामा एउटा भने पनि हुन्छ। अब ते ते तेमा पनि तेन तेन लगाएर दे दे भन्नु पर्यो दे। अब हाम्रो तो 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 तोमा पनि तेन तेन लगाएर दो भन्नु पर्यो ता ची चु ते तो। अब तेन तेन लगाएर हाम्रो दा दी दु दे दो अथवा दा जी जु दे दो। अब हाम्रो हामा हा हालाई पनि तेन तेन लगाएर बा भन्नु पर्यो हिराखनाको जस्तै बा। अब हिलाई पनि तेन तेन लगाएर बी भन्नु पर्यो फु 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 फुलाई पनि तेन तेन लगाएर बु भन्नु पर्यो बु। हे 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 हेलाई पनि तेन तेन लगाएर बे भन्नु पर्यो हो हो होलाई पनि तेन तेन लगाएर बो भन्नु पर्यो बा बी बु बे बो। हा हि फु हे हो भनेर पढेको थियौँ हामीले। अब तेन तेन लगाएपछि चाहिँ बा बी बु बे बो। काता गानाको हा हि फु हे होमा मारु है त। अब हा काता गानाको हामा मारु लगाएपछि पा भन्नु पर्यो। अब हिमा मारु लगाएपछि पी भन्नु पर्यो फु 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 फुमा पनि मारु लगाएपछि फु भन्नु पर्यो। अनि हे 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 हेमा पनि मारु लगाएपछि पे भन्नु पर्यो। अब हो हो होमा पनि मारु लगाएपछि पो भन्नु पर्यो पा पी पु पे पो। हा हि फु हे हो भनेर पढेको थियौँ हामीले। अब मारु लगाएपछि चाहिँ पा पी पु पे पो। आजको लागि यति नै। अब अर्को भिडियोमा हामी भेटौँला है त।